सम्पूर्णमा नमस्कार। तपाईहरुलाई स्वागत छ हाम्रो पाइलो युट्युब च्यानलमा। आज हामी प्रदेश नम्बर 3 अर्थात बागमती प्रदेशको बारेमा विस्तृत अध्ययन गर्नेछौं। प्रदेश नम्बर 3 को नाम बागमती प्रदेश रहेको छ, जसलाई बागमती प्रदेश भनेर नामाकरण 2076 साल पुसको महिना 27 गते चाहिँ गरिएको थियो। यस प्रदेशको क्षेत्रफल 20,300 वर्ग किलोमिटर रहेको छ। बागमती प्रदेशमा 13 वटा जिल्लाहरू पर्दछन्। दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौँ। यस प्रदेशको सबैभन्दा ठूलो जिल्ला सिन्धुपाल्चोक हो, जुन 2542 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। त्यसैगरी सानो जिल्ला भनेको भक्तपुर, जुन चाहिँ 119 वर्ग किलोमिटर यसको क्षेत्रफल रहेको छ। बागमती प्रदेशको प्रदेश राजधानी मकवानपुरको हेटौँडा रहेको छ। यस प्रदेशको पूर्वमा कोशी प्रदेश पर्दछ, त्यसैगरी पश्चिममा गण्डकी प्रदेश पर्दछ, उत्तरमा चीन र त्यसैगरी दक्षिणमा चाहिँ मध्य प्रदेश र भारत पर्दछ। यो चाहिँ बागमती प्रदेशको 4 सिमानाहरू। राष्ट्रिय जनगणना 2078 का अनुसार चाहिँ बागमती प्रदेशमा कुल जनसङ्ख्या 61,16,866 रहेको छ, जस अन्तर्गत पुरुषको जनसङ्ख्या चाहिँ 30,48,684 रहेको छ भने महिलाको जनसङ्ख्या चाहिँ 30,68,182 रहेको छ। यस प्रदेशमा 15,70,927 घर परिवार चाहिँ बसोबास गर्ने गर्दछन्। परिवार सङ्ख्या यति रहेको छ। यस प्रदेशको प्रदेश साक्षरता प्रतिशत भनेको 82.1% रहेको छ र जस अन्तर्गत पुरुषको साक्षरता प्रतिशत 88.3% र महिला साक्षरता प्रतिशत चाहिँ 76% रहेको छ। त्यसैगरी बागमती प्रदेशमा पर्ने जिल्लाका साक्षरता प्रतिशतहरू पनि हामी यहाँ छुट्टा-छुट्टै हेर्नेछौँ। दोलखा जिल्लाको साक्षरता प्रतिशत रहेको छ 72.31%। त्यसैगरी धादिङको रहेको छ 72.40%। त्यसैगरी रामेछापको रहेको छ 68.12%। चितवनको रहेको छ 83.68%। त्यसैगरी सिन्धुलीको रहेको छ 72.59%। काभ्रेपलाञ्चोकको रहेको छ 75.68%। त्यसैगरी मकवानपुरको रहेको छ 77.82%। रसुवाको रहेको छ 69.60%। ललितपुरको रहेको छ 88.08%। भक्तपुरको रहेको छ 87.96%। त्यसैगरी सिन्धुपाल्चोकको रहेको छ 68.04%। काठमाडौँको रहेको छ 89.23% र नुवाकोटको रहेको छ 69.07%। यो चाहिँ बागमती प्रदेशमा पर्ने जिल्लाहरूको चाहिँ छुट्टा-छुट्टै साक्षरता प्रतिशत रहेको छ। यस प्रदेशमा मुख्य गरी चाहिँ क्षेत्री, ब्राह्मण, तामाङ, नेवार, चेपाङ आदि जात-जातिहरू चाहिँ बसोबास गर्ने गर्दछन्। मिश्रित बसोबास रहेको छ र यस प्रदेशमा बोलिने भाषाहरू चाहिँ विशेष गरी नेपाली, तामाङ, नेपाल भाषा अर्थात् नेवारी भाषा र चेपाङ रहेका छन्। यस प्रदेशमा गणेश हिमाल, गौरीशङ्कर हिमाल, लाङटाङ हिमाल, जुगल हिमाल जस्ता हिमालहरू पर्दछन्। धार्मिक तथा पर्यटकीय स्थलका हिसाबले पनि बागमती प्रदेश एकदम चर्चित रहेको छ। गोसाइँकुण्ड रसुवा जिल्लामा पर्दछ। त्यसैगरी कालिन्चोक भगवती दोलखा जिल्लामा, पलाञ्चोक भगवती काभ्रेपलाञ्चोक, पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, बुढा नीलकण्ठ, चाँगुनारायण, जामे मस्जिद, पाटनको कृष्ण मन्दिर आदि चाहिँ धार्मिक तथा पर्यटकीय हिसाबले पनि एकदमै चर्चित क्षेत्रहरू रहेका छन्। यस प्रदेशमा लाङटाङ राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, गौरीशङ्कर संरक्षण क्षेत्र जस्ता निकुञ्ज तथा संरक्षण क्षेत्रहरू पनि रहेका छन्। बागमती प्रदेशमा जम्मा स्थानीय तहको सङ्ख्या 119 वटा रहेको छ, जस अन्तर्गत गाउँपालिका 74 वटा रहेको छ, नगरपालिका 41 वटा, उपमहानगरपालिका 1 वटा भने महानगरपालिका चाहिँ 3 वटा रहेको छ। यसरी स्थानीय तहको सङ्ख्या चाहिँ 119 वटा रहेको छ। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्न सक्नुहुनेछ। हजुरहरूको सल्लाह सुझावले नै हाम्रो यस च्यानलको पाइलो अगाडि बढ्नेछ।